पछाडि पछाडि ओए रातो ओए जाऊ माथि माथि टेन्सन किन ओए 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 कति हो है त्यहाँहरुको जुत्ता चप्पल के छ मेरो त भिजिसकेको छ ह ल्याउ त जम्छ नि जम्नु त आफू त पानी पानी हिँड्दै ल साइले नि ल्याइदिउँ इन्डिकेटर र साइले ल्याइदिउँ त ल्याइदिउँ ऊ त्यहाँ हो क्या दिल त्यतातिर ऊ हुन्छ के रे केमा हो ल्याउ पनि हो त्यहाँ हो कि त्यहाँ हो कि अस्ति मैले खेलेको ऊ त्यहाँ कुन्डमा हो कि लोकल चाहिँ त यहीँ आउँछ छेउछेउमा आउँछ लेउ खेल्नलाई त्यो कुन्डा ठिक छ क्या ऊ त्यहाँ अहिले इन्डिकेटर भएको त्यहीँ तान्नुपर्छ कि त्यहाँ हानी पर्छ पर्न त पल्काउने अब दुइटा डाउन यहाँबाट हानिदिउँ ल अनि त्यो आफ्नो आफ्नो विचार आफ्नो आफ्नो विचार बाल्टी लिने भाग्ने लेउ आफ्नो आफ्नो विचार कहाँ कहाँ लाग्लो जस्तो छ होइन म त यहीँ बसेर हान्छु दुइटा डाउन हान्नु पऱ्यो त अब लेउले पहिला हाल्यो केटा सेफ्टी सेफ्टी कस्तो भने यो दुइटा डाउन यहाँबाट हानेर खेल्छु क्या म यो खाली छ नि यहाँ ऊ त्यो खालीमा हो क्या ठिक त ठिक छ बल्छी अड्किने घमसम्म हुनुहुन्छ क्या हो यो खालीमा क्या त्यो अगाडि खालीमा होइन पातमा अल्झिन्छ नि तान्दाखेरि त्यो जमानाको एउटा ठुल्ठुलो ठुल्ठुलो आउँछ नि त किन टेन्सन लिएर आफ्नो बल्छी न क्या आफ्नो आफ्नो गर्ने जेसुकै गर जेसुकै गर एउटा आत्तिने कुरो छैन होइन अब डाउन वेटाबाट हान्छ हेर चुर्ली भयो कि क्या यो मेरो कि उता गएर ओके नो प्रब्लम नथिङ इज अब लिल पनि कता जान्छ अब उसको कुरो तिमी कता जाने तिम्रो कुरो कहिले बेला पानी हाल्यो त घोर्ल्याङ सो घोर्ल्याङमा के छ यदि अर्को त्यो टोपीको उसमा छ होला लेउ सेफ्टी गर्न पऱ्यो नि पहिला त्यो कि मोटर चढेँ म लेउ सेफ्टी गर्न पऱ्यो नि जे भने लेउ त भरे पाउँदैन यार कहाँ राख्ने होला लेउ चिसो कता छ होला पानी त्यहाँ हो त्यहीँनिर राम्रो लाग्थ्यो ए पल्काउने हो अहिले पल्किला नि त यहाँ टेन्सन किन लिने हेर यो बाल्टी बाल्टी थाहा पायो सबैले अब यो कसो हो बाल्टी हो तिम्रो है यो त जब्बो रहेछ त यार हो यो पानी यसमा आएको क्या हो क्या ल यस्तो केटाहरूले यो गरेर त त्यहाँहरूको इन्डिकेटर पनि रेडी गर्नु पर्यो यो पक्कै चिसो छ यहाँ पानी चिसो छ बगाइदिएलाई पनि हान्छ त अहिले ए बगाइदिए के अरे बगाउँदैन होला नि यार त्यही गर्न लागेको कि यहाँ झाँठो बगाउँदैन भनेर बगाइदियो भने कहाँ खोजेर जान्छ यहाँ देऊ पाउँदैन कुन चाहिँ मसिनो धाएको छ हेर कुन चाहिँ मसिनो धाएको दुईटै मसिनो ए नभालेन तिमीले खेल्न त्यो ठिक हुन्छ होला होइन होइन यो रड हल्का हुन्छ यो मोटर भन्दै त्यसमा हाल हुन्न त त्यो होइन होइन
यो मोटर हल्का हुन्छ क्या यसमा यो खेल क्या तिमीले इन्डिकेटर त्यसले डाउनमा हालौँ न किनकि यो सानो हल्का इन्डिकेटर खेल्नलाई सानो चाहियो नि त हल्का हातमा यो चाहिँ यो डाउनमा हालौँ ल अन्त यो यसमा हालौँ नि यसरी यो चाहिँ इन्डिकेटर खेल्नलाई ठिक हुन्छ नि त उतै अहिले मिलाएर घुमा त जान्छ गिद्रेसँग के भयो हो यो इन्डिकेटर खेल्न यो ठिक हुन्छ क्या यसले मिलाएर तिमीले कुन चाहिँ खेल्ने लामो खेल्ने कि छोटो खेल्ने इन्डिकेटर कुन खेल्ने ल अब That's त्यहीबाट त करेन्ट खाने हो त्यसले अरे यार हम भी पागल बन गया भाइ हम भी यहाँ पागल भइरहेछ ह्यान्ड रोडले पुग्ने ठाउँ रहेछ क्या यहाँ त अरे माता चोट के म अड्केछ यहाँ डेन्जर डुबाएको थियो त यहाँ डुबाउनु त ल भाइ झुलाएर हान्नु तँलाई त ल यति नजिक नजिक पनि आइरहेको छ क्या माछा ओइ ओइ यति सानो माछा तानेर पनि बेला बेलामा बिचबिचमा आउने हो क्या ठुलो त सानो सानो त्यो सानोको हुलमा ठुलो आउने हो क्या साला त्यही साइजको भयो भने त भइहाल्थ्यो नि कहाँ खेलेछ है राक्षस एउटा भेटेन ओ साइज के रहेछ त यसका रहेछ त साला घोसडी के घोलिङमा ल्याएर यहाँ घोलिङले
नेचुरल स्विमिङ पुल ल मासु कतिवटा किसिम छ ल के लगभग आधा साला घोड्ने आछ एउटा मात्रै ल्याएर एउटा पऱ्यो अब 10 के अब सकियो यसको भाइ अहिले सानो सानो आउँदा ठुलो आउँछ अहिले अब लोकल हामी अब लोकल मास कि दलाइले खान छोडिरहेको अवस्था अरे भाइ त्यो डुवालोमा आएन त स्वाट ढुवाउँछ त यार कस्तो चोरहरू आएछ त यार पक्रा चाट पुरो गरेर भाग्यो होला माटोमा कति रफ्तारमा भागेछ थाहा छ तिमीले एकचोटि हाल्दाखेरि दियो न लैसक्यो नि यार इन्डिकेटर त भित्रै पुगिसकेछ नि होइन भन्छ अझै के गर्छ केटाहरूले यार होइन रे अझै इन्डिकेटर त यार ओइ पछाडि ओए राको ओए जाऊ माथि यसका बाजे त्यत्रोले डुबाइसकेछ नि त्यस्तो इन्डिकेटर डुबाएर कहाँ पुगिसकेछ भन्छु म केटाहरू नि यहाँ
ल हँसाइदिने यार यसले नि यार होइन भनेर इन्डिकेटर त कहाँ डुबेर कहाँ पुगिसकेको छ दाउ लगाएको यसलाई अब दिल खुश हो गया मिलेर नि कहाँ पुगिसकेको छ यार तानेको डुब्रोकै नजिक आएन त्यहाँ त्यो त मलाई दाउ दिएन फेरि वान जस्ट वेट त्यो आएर कम हाल्यो र आएर त हुनुपर्ने त त्यो मजाले तल लगिरहेको यार सुन्ता गरेर दियो भेटेको काँडा गयो होला भारी नै थियो भेटेकै हो चुरोट खान दिएन नबना भने अहिले गुड सर्ट ठिक छ एकदम बाटोमा छ बनाइहाल पल्लो बनाएर मुखमा चुराप बनाएको थियो के गर्ने अब आफ्नोतिर हाने छैन तिम्रोतिर हानिरहेको भेटेको है हाम्रो डन के रहेछ त्यहाँ के रहेछ खिर खायो यार यसलाई यार अहिले त दुईवटा खतरा आयो नि डेन्जर मात्रा सट आयो हो ल्याउ यहाँ पनि कुहिसकेछ क्या फिर्ताको कुरा होइन डाँकु यहाँ पनि रहेछ नि हजुर दे यहाँ नि हप्ता त्यो राम्रो हुने हो कुहिसकेछ चलो त्यसै गहिरोमा राख्दै जहाँ त्यो चेसको चिसो पानी त्यहाँ आउँछ त त्यही भएर पो राखेको नजिस्काउन यार तिमीलाई मात्रै जिस्काउने मलाई जिस्काउन आइदैन बिचरा ल वेस मास छिटो होइन माछाले फटाइ गरिदिए हान्छ चोट हाने दिए नि केटोलाई हानेको हो नखाइसकेको त नि त्यो ठाउँमा अब जसले हाने त्यसलाई खाइरहेको छ त्यसले पो हान्छ त अलिक बिचमा होइन धेरै उता गएको थियो क्या त्यही भएर झाडीतिर तान्न सुरु भएको थियो अझै अलिक तान्थ्यो बस माथिको पँयालो पनि त कालै भइसकेको छ त यार दुइटैको यार हेर त मैलै भइसकेको छ त्यहाँ आँटाको केही कुनामा खाइरहेको निकाल साइजको छ यार भेट्यो क्या हो स्मुथ साइज भेटेछ त नि घरमै भेटेछ ओए कति हो आधा किलो वेस अहिलेको बिग अहिलेको बिग पऱ्यो यार मुखमा हात हाल मुखमा त्यसरी त अलिक कोप्छ दिँदाखेरि अहिलेसम्मको बिग अहिलेसम्मको बिग पऱ्यो मिठो निकाल्यो
आउँछ आउँछ अलि माथि हान्देऊ अलि माथितिर भयो 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 आफै खेल्दै जान्छ मेरा भी खाया रे लानै सक्दैन क्या मेरो लानै सक्दैन क्या कतिखेर हान्ने त्यही थाहै हुन्न यो त चुप्प डुबाउँछ त नि यो त अब सक्यो कतिखेर हान्ने थाहै छैन क्या मलाई यो अहिले यसलाई हान्ने हो त हान्ने गाह्रो भयो क्या मलाई यो सही मजा आयो यसले त है तिमीले ल है लान पनि ताप ल अनि लान पनि हेर राइट 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 लान्छ त यार मिलाएर निकालेको डम्मै खाएछ डम्मै खाएछ दुइटै मजा आउँछ कि हो त्यसरी खाएको मेरो त साइजकै आएको यार आज खाछ आयो आयो भने आयो भनेर भएको हो क्या हो यो इन्डिकेटर त त्यही हो क्या इन्डिकेटर खाना उतै निक्कले राखेको तिम्रो मेरो साला यो अर्को माछा मर्ला यार घरको माछा मर्ला नि दुईचोटि आयो भनेपछि त्यहाँ आइलो राइट गयो म्याम कत्तुक्क राइट गयो कहाँ गयो माथि ढुक्कै आयो त्यहाँ त पोकै आयो होला एक दुईवटा त पक्कै आयो त्यहाँ खाइहाल्नु पर्ने यार यति झर्ने बित्तिकै छ होला छ क्या आयो हो त्यहीँ आयो त्यो लाइन पल्टाइदिन्छ आछ आछ ल त्यहाँ हान त तिम्रो त्यो स्पोटमा हान त त्यहाँ आछ यहाँ लेउ झराल दिएको त्यो लाइनमा सब देखाउँछ त यहाँ मचाउन सक्छौ डुबाउन गाह्रो पर्छ ठुलोले मात्रै डुबायो भेलका हानेछ